गुड मर्निङ एभ्रिवान। अनि मेरो आजको न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। अनि मेरो आजको न्यू ब्लग चाहिँ के हुन्छ भन्दा आज चाहिँ म साथीहरूसँग जाँदैछु घुम्नु। अन्त कहाँ जाँदैछु भन्दाखेरि स्विमिङ पुल जाँदैछ है। अन्त यहाँ मैले लुगाहरू रेडी पारिसकेको छ। अब म रेडी भइसकेँ। अब चाहिँ घरबाट निस्केर पनि म मेटली पुगिसकेँ। यहाँ माथि म आइरहेको छु सामसिङ स्ट्यान्ड। अन्त यताबाट सामसिङ जान्छ, यताबाट चलाउने। अन्त म चाहिँ साथीहरूको वेट गरिरहेको थिएँ। अन्त वेट गर्दा गर्दा फाइनली यिनीहरू नै आइपुगेको छ है। अन्त अब आएर अब हामी चाहिँ निस्केको यहाँबाट। अन्त अहिले चाहिँ हामी पुगेको छ मालबजार पुगेको छौँ। अन्त मालबजार पुगेँ है। अन्त अब चाहिँ हामी जाँदैछु त बाख्राकोटबाट नि साथीहरूलाई भेट्नु छ। अन्त उनीहरू पनि जाने। अनि हामी चाहिँ यहाँ फ्लाइओभर ओद्लाबारी पुग्नु आँटे। फ्लाइओभर पुगेर अन्त एकछिन यहाँ रोकेर चाहिँ एक दुईवटा फोटोहरू क्लिक गर्ने। त्यहाँदेखि फेरि हामी यहाँबाट निस्किने। अन्त फोटोहरू खिचेर पनि हामी चाहिँ अब मिरामोड पुगिसकेको छ। अन्त अब चाहिँ हामी पुग्नु आँटे। अन्त नेहा पनि आयो। अन्त सोनियाको घर पुग्यो है। सोनिया रेडी सेडी भइसकेको छ। अन्त अब हामी चाहिँ सबैजना जाने है, 6 जना जाने। साथीहरूसँग पनि भेटिसकेको छौँ। अन्त अब भेटेर चाहिँ अब हामी यहाँबाट निस्केको। हेर्दै गर्ने होला, स्टे ट्युन। फाइनली अब हामी चाहिँ यहाँ स्विमिङ पुल पुग्नु आँटे। अन्त यो चाहिँ लोकेसन कहाँनिर रहेछ भन्दा चाहिँ बाख्राकोट नर्थ टप लाइन भन्दो रहेछ है। अन्त अब हामी यहाँ पुगेर पनि हामीले यहाँ इन्जोय गर्दैछ। अन्त स्विमिङ गर्दैछ। स्विमिङ त गर्न अब आउँदैन र पनि पानी खेल्नु मात्रै हो हामी त। अन्त भिडियोहरू बनाउनु त्यति नै हो। अन्त अब हामीले चाहिँ यहाँ मजा आउँदैछ। हामीले चाहिँ पुरा इन्जोय गर्दैछ। अन्त दुईजनाले चाहिँ नगर्ने अरे स्विमिङ है। अन्त हामी चाहिँ यहाँ स्विमिङहरू गर्दैछु। अन्त यहाँ नक्कली पनि छ, आएको छ हामीसँग। यसरी पानीमा डुब्नु मात्रै हो, स्विमिङ त अब गर्न आउने होइन है। अनि यहाँ दुईजना चाहिँ यहाँ पानीमा कति मिनटसम्म टाउको डुबाइराख्दै भनेर चाहिँ दुईजना कम्पिटिसन गर्दै थियो। अब चाहिँ हामी चाहिँ चिल भएर गएको गाइस, घरतिर लागेको। थ्याङ्क यू सो मच बाख्राकोट। अब चाहिँ हामी स्विमिङ गरेर निस्किसकेको छ। अन्त एकछिन लुप ब्रिज जाने अरे अन्त साथीहरू। अन्त एकछिन अब हामी लुप ब्रिज तर्फ लाग्दैछ। अन्त एकछिन जाँदैछौँ। अन्त धेरै माथि त जानु दिँदैन रहेछ है, किनकि हामी 3-3 जना थियौँ स्कुटीमा। अन्त अब चेकिङ हुन्छ। अन्त हामी चाहिँ धेरै माथि गएन है, तलै एक दुईवटा फोटो खिच्यौँ। अन्त हामी चाहिँ अब यहाँ निस्केको। अन्त यहाँ अब नेहा र सोनिया नि जाँदैछ है। अन्त अब फेरि कहिले भेट्नु अरे है। अन्त यिनीहरू दुईजना चाहिँ जाँदैछ। अनि आज हामीले धेरैभन्दा धेरै इन्जोय गरेँ है। अन्त धेरै दिन बाद अब साथीहरू यसरी हामी घुम्नु गयो। अन्त धेरै मजा पनि आयो है। अनि मेरो आजको ब्लग चाहिँ यस्तै छ है। अन्त थ्याङ्क यू फर वाचिङ, बाई बाई।